सर जहिले पढाएको छ अलिकति ह्युम्यानिटी भन्ने चिज छ कि छैन तपाईमा तपाईले कहिले स्कुलको व्यथा बुझ्नु भएको छ बिहानै आएका छन् काकादेखि आएका छन् खाजा नखाई आएका होलान् रातिले उठेर आएका होलान् अलिकति बुझ्नुहुन्न सर तपाईले जम्मा पढाउनु मात्रै छ हैन भो सर भो केही सुन्नु छैन अब हामीलाई तपाईलाई केही चिन्ता छैन हैन तपाई चाहनुहुन्छ कि हामी पढौँ मात्रै तपाईको मात्रै पढ्यो हैन सब हामी पढिदिन्छौँ तपाईको लागि पढिदिन्छौँ हामीलाई हाम्रो चिन्ता छैन हाम्रो कीमती समयको चिन्ता छैन हामी तपाईले सेलरी पाउनुहोस् त्यसको लागि पढिदिन्छौँ केही नबुझी पनि पढिदिन्छौँ सर अरु केही नभन्नु अब ए हो र नबुझेको बस साला कथा एक दिन कलेज आउँदैछस् 3 वर्षमा त्यही पनि तँलाई खाजा चाहियो रे बस धेरै दिमाग न दादा मैले मेरो साथीहरुको लागि सोचेको सर उनीहरुले केही बुझेका छैनन् एक्जाममा म नआए पनि फेल भइरहेको छु उनीहरु आउँदा पनि फेल भइरहेको छ ई भनिस बस